मैले चाहिँ एकदम यहाँ आउने चाहिँ एकदम मेरो मनदेखि नै इच्छा थियो र जब मैले उहाँलाई भेटेँ मैले चाहिँ कुराहरू मन जान्ने एकदम कुरा भयो र यहाँ आज यहाँ यसरी आफ्नो हाम्रो संस्कार संस्कृतिलाई होइन हामीले बिर्सिनु हुँदैन र हामीलाई तपाईँहरूले जे सिकाउनु भयो संस्कार संस्कृतिहरूको बारेमा जे सिकाउनु भयो हामीले पनि अब यसरी सिक्नु पाउँदा मलाई एकदम खुसी लागेको छ। यो भनेको हाम्रो पुर्खा पुर्खौदेखि आएर अब हामीदेखि लिएर अब हामीले पनि हामीभन्दा सानोहरूलाई यही सिकाउने हो र यसरी यहाँ सब तपाईँहरूले हामीलाई यसरी ल्याइदिनु भयो। यसरी यो हाम्रो किरात यसरी हजुर चुलामा एकदम मलाई खुसी लागेको छ र मलाई एकदम सबैजनाको यो आशीर्वाद सबैजनाको आशीर्वादले नै अहिलेसम्म यहाँ पनि छु र आज 3 चुला नहुँदा चाहिँ मलाई एकदमै गर्व पनि महसुस भइरहेको छ र आफ्नो किराती हुनु पाएकोमा एकदमै मलाई चाहिँ खुसी र गर्व छ मलाई सबैजना यो अवसर जुटाइदिनु भएकोमा एकदम सबैजनालाई पनि धन्यवाद र हामी यसरी किरातीहरू चाहिँ यसरी नै मिलेर एकजुट भएर संसारको जुनै कुनामा भएर पनि एकदम यसरी नै मिलौँ सबैजना खुसी भएको देखौँ हामी होइन एकदम धन्यवाद।